सो हाई गाइज, आज म तपाईँलाई लिएर आएको छु एउटा नयाँ ब्लग हेर्न सक्नुहुन्छ तपाईँ। आज म गएको थिएँ सिन्चेल धाम जो कि पर्छ जोरबङ्गलाबाट 6 किलोमिटर माथि। 6 किलोमिटर माथि जाँदा फेरि 5 मिनट लाग्छ र तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ कतिको भिड थियो। यति भिडमा म सङ्घर्ष गर्दा गर्दा लाइनमा बसेँ। लाइनमा बस्दा त्यहाँपछि अलिअलि गफ गर्दै यहाँ दाजुहरूसँग हल्का गफ गर्दै बस्न थालेँ। अनि लाइन त्यति नै यस्तो लामो लाइन थियो र धेरै मैले सङ्घर्ष गरेँ। मेरो पछाडि पनि यति बेसी लाइन थियो र मेरो अनुहार हेर्न सक्नुहुन्छ डढेर कालो भइसकेको थियो। र त्यस्तै गरी म अलिअलि गर्दै यहाँ भिडियो पनि बनाउन थालेँ। र सिन्चेल धाम देख्नुहुन्छ कति डिस्टेन्समा चाहिँ मेरो गाडीहरू पनि आएको थियो टाइगर हिल जानको लागि। यहाँ माथि टाइगर हिल छ जो कि 5 मिनट लाग्छ यहाँबाट। र तपाईँले हेर्न सक्नुहुन्छ लाइन कति धेरै थियो र उभिँदा ढाड दुखिएको थियो मेरो, पुरा खुट्टा पनि दुख्यो। अनि तपाईँले हेर्न सक्नुहुन्छ यहाँ साह्रै लामो लाइन भएर यहाँ मान्छेहरू भित्र भएको थियो। र यहाँ हेर्न सक्नुहुन्छ झन्डाहरू छेउछेउमा आइपुगे र मान्छेहरू पुरा गफ गर्दै थियो। यता हेर्न सक्नुहुन्छ तपाईँ मेरो पछाडि, यता पनि हेर्न सक्नुहुन्छ मान्छेहरू एकदम गर्दै थियो, पूजापाठमा व्यस्त हुन्थ्यो। म छेउछेउ मन्दिरको छेउतिर हिँड्न थालेँ र यस्तो गर्दा साह्रै थाकेँ। अनि एकछिन बसेँ म र अङ्कलसँग गफ गर्दा यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू हाम्रो। त्यहाँपछि बल्ल म मन्दिरभित्र छिरेँ। मन्दिरमा छिर्ने बित्तिकै अब दर्शन पाउँछु भनेको त त्यहाँ पनि यति बेसी लाइन रहेछ अब तलसम्म हेर्न सक्नुहुन्छ तपाईँले। यति बेसी लाइन देखेर यहाँ मान्छेले फेरि पानी अमृत छर्किँदै थियो, चोखाउँदै थियो। र सानो भाइलाई मैले हल्का डगिदिएँ यहाँ घन्टी बजा भनेर। हेर्न सक्नुहुन्छ तपाईँले यिनीहरू नानीहरू पुरा घन्टी बजाएको थियो भक्कै लाग्दै। यहाँ हेर्न सक्नुहुन्छ फुच्चेले छ नि झन्डैले तोडिदियो, ओए नतोड भन्दा झन्डैले तोडिहाल्यो नानीले। एकदम नानीहरूको खुसी लाग्दो कुरो हो। हामी पनि सानोमा यस्तै थियो, जहाँ जे देख्यो पनि यसरी खेलिहाल्ने। अनि यस्तो गर्दै छेउतिर आउनु लाग्यो म सिन्चेल धामको। छेउ आउँदा फेरि मान्छेहरू आउँदै गफ गर्दै के भन्दै जाँदै थियो। हेर्न सक्नुहुन्छ तपाईँले घन्टीहरू पनि लागेको थियो। बाबाको दर्शन भयो र एकदम दर्शन गर्दा हेर्न सक्नुहुन्छ तपाईँले यहाँ एउटा आन्टी थियो, उहाँले त्यही मन्त्र जपेको हुनुहुन्थ्यो। ओम पनि के ओम माने पामे ओम भन्दै। र बोजूहरूको गफ देख्नुहुन्छ तपाईँले। यहाँ घन्टी पनि थियो र घन्टी मैले टाङ्ग बजाइदिएँ। हेर्न सक्नुहुन्छ सिंह पनि हेरेर तर्सिरहेछ। यो नानीहरू हेर्न सक्नुहुन्छ तपाईँले एकदम डरलाग्दो बदमास हेर्नुहुन्छ।